my channel. नमस्कार, म भाग्य नेउपाने 3 करोड नेपालीले यो भिडियो हेर्नु होला। हेलो गाइज, सबैजनालाई वेलकम छ है मेरो च्यानलमा। र आज चाहिँ हामी 3 जना दाजुभाइ अथवा भतिजाहरू भनौँ, हामी चाहिँ पूर्वतिर लाग्दैछौँ र म रेडी हुँदैछु। आज हामी पूर्व जाँदैछौँ गाइज। यो चाहिँ मेरो फर्स्ट भ्लग हो अनि हजुरहरूले चाहिँ अन्तिमसम्म साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। र मेरो च्यानलमा नयाँ हुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला भनेर आग्रह गर्दछु गाइज। हामी चाहिँ काठमाडौँबाट खोटाङ जाँदैछौँ र खोटाङ हुँदै गाईघाट झरेर हामी भेरेटार भएर ताप्लेजुङसम्मको हाम्रो गन्तव्य हो। अनि सरी गाइज, एक्सट्रिमली सरी है। अनि हामी खोटाङ चाहिँ हामी एकदम रसमा जाँदै थियौँ, त्यही भएर खोटाङ जाँदाको चाहिँ भिडियो राख्नु पाइएन किनकि हामीलाई छिटो पुग्नु थियो खोटाङ, त्यही भएर खोटाङको चाहिँ भिडियो छैन। हामी खोटाङबाट तल गाईघाट झरेपछि गाईघाटदेखिको चाहिँ गाईघाट भेरेटार पुगेपछि चाहिँ त्यहाँदेखिको चाहिँ कन्टिन्यू भिडियो छ। हेलो गाइज, हामी चाहिँ छौँ भेरेटारमा। यो कितनी औसम है यार। मौसम चाहिँ यस्तो हेर्न सक्नुहुन्छ, बादलै बादल। ल अब हामी हिजो चाहिँ खोटाङमा थियौँ अनि खोटाङबाट चाहिँ हामी यहाँ गाईघाट झऱ्यौँ। अनि गाईघाटबाट चाहिँ अब हामी भेरेटारमा छु मैले। अनि अब भेरेटारबाट हामी ताप्लेजुङमा जाँदैछौँ। सरर सरर At this moment that he knew he fucked up. मलाई भगवानले कति सुरत बनाउनु भएको। आहा गाइडहरू हामी 2 दिन भइसक्यो यार यसरी अफरोडमा हिँडेको यार। कहिले पिच रोड आउँछ है, पिच रोड आएको भए पनि कस्तो मजा आउँछ यार। टाङमा आएको छ, उता पारि रोड हो कि जस्तो लाग्छ यार। के हो होइन होला, होइन अब अलिक पर थाहा हुन्छ। तर वाक्क डिप्रेसनमा गएको यस्तो रोडमा हिँडेर चाहिँ यतातिरको ढुङ्गा बगर देखाइदिउँ साथीहरूलाई, गाइडहरूलाई, प्यारा मित्रहरूलाई। ए यस्तो छ है, यस्तो छ यार गाइड। अब त्यहाँ खोला रहेछ, चल्दैछौँ खोलाको बाटो, भिर र पहिरो खोलाको बाटो नमान्नु तरैलाई। गाइड फेरि अफरोड अरे पिच रोड, इतनी खुशी
अब ये कौन है बे? अरे मुझे चक्कर आने लग गया हेलो गाइज, अब हामी चाहिँ आज बिहान गाईघाटबाट निस्केको 8:30मा भर्खर आइपुग्यौँ। कता पो बुद्ध के पो यो होइन गाउँको नाम चाहिँ तेह्रथुम ए ताप्लेजुङको फुङलिङमा आएर बसेर छौँ गाइज। 13 घन्टाको लङ राइडमा। यहाँ मेरो भतिज हुन्छ, यता हाम्रो उहाँकोमा पाहुना आएको केही देखिँदैन। अनि हाम्रो यहाँ बुद्धले ड्रम सेट, ड्रमर बोय, अनि हाम्रो यहाँनिर रोनिस सर, वान एन्ड ओन्ली हिरो। अनि अब हाम्रो यहाँनिर माल पनि आइसकेको छ, देखाउ त बुद्ध। ल राखिदियो अब। बुद्ध तिमी गरेर त जाऊ यस्तो काम। ल गाइस, आज हामी अब ताप्लेजुङ आएर हाम्रो बुद्ध दोस्तकोमा रोनिस अनि म मिलेर खाँदैछु। 3, 2, 1 ह्याप्पी न्यू इयर।